म यो लक्ष्मी सनातनीलाई खुला चुनौती दिन चाहन्छु। यदि तिमीमा हिम्मत छ भने बिना मुस्लिमको नाम लिएर तिमी आफ्नो भिडियोमा भ्युज ल्याएर देखा। बिना मुस्लिमको नाम लिएर तिमी केही गरेर देखा, म तिमीलाई मान्न सक्छु। तिमीमा अलिकति पनि औकात छैन, अलिकति पनि हिम्मत छैन। जबसम्म तिमी मुस्लिम समुदायको विरोध गर्दैन तबसम्म तिमीलाई कसैले स्वीकार गर्दैन। आज तिमी जे छौ जति छौ मात्र मुस्लिम समुदायको कारणले छौ। तिमी जहिले पनि मुख खोल्छौ मुस्लिम समुदायको विरोधमा नै खोल्छौ। त्यो भएर आज तिम्रो जस्तो गोबर खाने हिन्दू दाजुभाइहरू तिमीलाई फलो गरेर राखेको छ, तिमीलाई हेर्ने गरिन्छ। तर रियलमा तिमी यदि साँच्चीकै धर्मको रक्षक हो भने, सच्चा सनातनी हो भने तिमी तथ्य र सत्य कुरा गर। अनि म मान्छु कि तिमी भित्र धर्मको प्रति प्रेम छ, माया छ। तिमी धर्मको लागि यो संसारमा आएका छौ, तिमी गरेर देखाए ती मात्रै। जय नेपाल।